हेलो गाइज गुड मर्निङ बिहान चाहिँ यस्तो हुन्छ हतार चिया हेर्नुहोस् ब्रेड हतार यहाँ हेर्नुहोस् हतार हुन्छ बिहान चाहिँ के हो यहीँ छोरा स्कुल जाँदैछ यस्तो यस्तो रेडी गरेर तपाईँहरूले सबै ग्यास चुल्हा माथि नै हामीले सबै कुरा पो हुन्छ पकाउनु पनि यहीँ रेडी गर्नु पनि यहीँ हो भर्सकै दामी यहीँ चुल्हामै राखेर खाइदियो भनेको म चाहिँ बिहानै उठेर चिया पकाउँछु हो अनि हाम्रो चाहिँ किचन अलिक सानो छ त्यही कारणले मेरो खाजा तपाईँहरूले यस्तो खाएको ब्राउन ब्रेड यो चाहिँ बटर हालेर ब्राउन ब्रेड चाहिँ बटर हालेर खाएको रहेछ मेरो चाहिँ यो चिया आज अर्को कप छ फेरि चिया म कम्ती खान्छु आधी केजी जस्तो मात्रै खान्छु बेसी खाँदिनँ हो अनि अब आज छाङ्गु जानुपर्छ घुम्नु टुरिस्ट घुमाउनु आफू पनि घुमिन्छ हो बिहान नानीको स्कुल ड्युटी छ अनि बिहान 5 बजीदेखि चाहिँ निस्किनुपर्छ उठ्नुपर्छ 5 बजी उठ्नुपर्छ हो अनि त्यहाँदेखि रेडी गर्नु खाजा रेडी लानु रेडी कता कता के हो बिहान चाहिँ यस्तो चाहिँ नानीको लागि खाजा स्कुलमा फोइल पेपरमा ब्राउन ब्रेड र म्युनिस हो त्यसरी बिहान त के हुँदो रहेछ नि चुल्हामा त हो मेरो चाहिँ यहाँ चिया र ब्रेड रेडी भएको छ पानी खाउँ भनेको बिहान फर्स्टमै पानी खाने बिर्सेछ आज चाहिँ हतारले हो अनि स्टाइल हामी जानु आँटेको छ तर हामी चाहिँ बिहानै उठेर रेडी गर्नुपर्छ स्कुल जाने मान्छे चाहिँ ऊ यहाँ अहिलेसम्म सुतिरहेको छ यसरी सुत्छ स्कुल जाने मान्छे चाहिँ अब स्कुल जान्छ कि जाँदैन नि भाइ ब्रायन गुड मर्निङ छिटो स्कुल जानु ढिलो हुन्छ लु गुड मर्निङ गुड मर्निङ हेर्नुहोस् लु छिटो यहाँ हेर विधानले हेर्छ अब यहाँ भिडियो यस्तो हामी चाहिँ बिहान नै उठेर रेडी गर्नुपर्छ हो यहाँ सुतिरहेको छ डल्लो परेर